नमस्कार साथीहरु, के तपाईलाई थाहा छ एउटा जिल्लामा सबैभन्दा बढी शक्तिशाली व्यक्ति को हुन्छ? धेरैले लाग्छ कि हातमा हतियार र ठूलो टोली भएको प्रहरी प्रमुख आनिकी एसपी नै सबैभन्दा ठूलो शक्तिशाली व्यक्ति हुन्। तर के यो कुरा सत्य हो? आजको यस भिडियोमा हामी नेपाल प्रशासनिक शक्तिको यस्ता रहस्य खोल्नेछौं जुन चाहिँ अहिलेसम्म धेरैले थाहा छैन। आज हामी कुरा गर्नेछौं प्रमुख जिल्ला अधिकारी अर्थात सीडीओ र प्रहरी उपरीक्षक अर्थात एसपी बीचको भिन्नता र जिल्ला कमान्डरको वास्तविकता। यदि तपाई लोकसेवाको तयारी गर्दै हुनुहुन्छ वा सामान्य ज्ञान सम्बन्धी जानकारी राख्न चाहनुहुन्छ भने यो भिडियोलाई मिस नगर्नुहोला। ल त सुरु गरौँ आजको यो विशेष भिडियो। सबैभन्दा पहिला बुझौं कि यो दुवै को हुन्। सीडीओ अर्थात जिल्ला प्रमुख अधिकारी भनेको यो गृह मन्त्रालय मथतको पद हो। जिल्लाको शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी यिनकै हुन्छ। सीडीओ जिल्लाको प्रशासनिक प्रमुख हुन्। इन सर्टमा बुझ्दाखेरि सीडीओ भनेको गृह मन्त्रालयले खटाएको जिल्लाको सर्वोच्च प्रशासनिक प्रतिनिधि हो। उनी चाहिँ निजामती सेवातर्फका हुन्। अर्कोतर्फ एसपी अर्थात प्रहरी उपरीक्षक यो नेपाल प्रहरीको पद हो। जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा यिनीले काम गर्नेछन्। भन्नाले एसपी भनेको नेपाल प्रहरीको अधिकृत हुन् जसले जिल्लाको प्रहरी संगठनको नेतृत्व गर्नेछन्। सीधा अर्थमा बुझ्दाखेरि सीडीओ जिल्लाको एडमिनिस्ट्रेसन हुन् भने एसपी हेड अफ पुलिस। अब कुरा गरौँ को माथि भन्ने बारे अर्थात मर्यादा क्रम र कमान्ड बारे। कानूनी रूपमा मर्यादा क्रममा सीडीओ माथिल्लो तहमा रहनेछन् र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सीडीओले प्रहरीलाई निर्देशन दिने अधिकार राख्नेछन्। स्थानीय प्रशासन ऐन 2028 अनुसार जिल्लाको सुरक्षाको अन्तिम जिम्मेवारी सीडीओ माथि हुन्छ। भन्नाले नेपाल सरकार मर्यादा क्रम अनुसार सीडीओ को स्थान एसपी भन्दा माथि हुन्छ र जिल्ला सुरक्षा समिति अध्यक्ष नै सीडीओ हुन्छ। र अर्कोतर्फ एसपी को कुरा गरौँ भने एसपी सदस्य मात्र हुन्छ। त्यसपछि अब यहाँ आउनु कि प्रहरीले जिल्लामा गर्ने कुनै पनि ठूलो अपरेसन वा कर्फ्यू लगाउने जस्ता निर्णयहरू सीडीओको आदेश वा सो मानवीय बिना गर्न मिल्दैन। यसको मतलब जिल्लाको सुरक्षा नीति कस्तो हुन्छ भन्ने अन्तिम निर्णय गर्ने अधिकार सीडीओसँग मात्र हुन्छ। लाभ यहाँ आउनु कि यहाँनिर एउटा रोचक कुरा छ। कामको प्रकृति अर्थात नेचर अफ वर्क। सबैभन्दा पहिला सीडीओको काम जिल्लाभरिको प्रशासन चलाउने, नागरिकता वितरण, राहदानी, विपद व्यवस्थापन र सरकारी कार्यालयहरूको अनुगमन गर्ने। यिनीसँग अर्धन्यायिक अर्थात क्वाइसी जुडिकल अधिकार पनि हुन्छ जसले केही मुद्दामा जरिवाना वा केस तोक्ने। भन्नाले सीडीओसँग सेमी जुडिकल पावर अर्थात अर्धन्यायिक अधिकार हुन्छ। उनीले केही मुद्दाहरूमा मान्छेलाई थुन्ने वा जरिवाना गर्ने फैसला समेत गर्न सकिन्छ। त्यसपछि अब यहाँ आउनु कि एसपी को काम अपराध नियन्त्रण गर्ने, अपराधी पक्राउ गर्ने र जिल्लाको शान्ति सुरक्षाका लागि फिल्ड कमान्ड सम्हाल्ने। प्रहरीले सीडीओ को आदेश कार्यान्वयन गर्ने सहयोग गर्छ। भन्नाले एसपी सँग आफूले कुनै फैसला लिने अधिकार हुँदैन। एसपी को काम अपराधी समात्ने र अपराध अनुसन्धान गर्ने हो। तर सजाय तोक्ने उनीले सीडीओ वा अदालतको शरणमा पार्नु पर्छ। त्यसपछि अब यहाँ नम्बर 4 मा हेर्नु सीधा सम्बन्ध अर्थात डाइरेक्ट रिलेसन। जिल्ला सुरक्षा समिति अर्थात डिस्ट्रिक्ट सिक्युरिटी कमिटीको अध्यक्ष सीडीओ हुन्छ। त्यसपछि अब यहाँ आउनु कि एसपी उक्त समितिको सदस्य हुन्छ भने उक्त निर्णयलाई फिल्डमा लगाउने काम एसपी को नेतृत्वमा प्रहरीले गर्नेछ। इन सर्टमा बुझ्दाखेरि शान्ति सुरक्षा कायम गर्ने र प्रहरी परिचालन गर्ने अन्तिम अधिकार सीडीओसँग हुन्छ। मानव जिल्लामा ठूलो दंगा भएर गोली चलाउनु पर्ने स्थिति आयो भने एसपी लाई आफै निर्णय लिन मिल्दैन। त्यसैले फिल्डमा प्रहरी देखे पनि कमान्ड भनेको प्रशासनकै हुन्छ। त्यसपछि अब यहाँ आउनु कि निष्कर्ष र यो चाहिँ तपाईहरु पुरा ध्यानले हेर्नु होला। यो हेरेपछि तपाईको माइन्डमा जति पनि डाउट हुन्छ सबै डाउट क्लियर भइहाल्छ। निष्कर्षमा भन्नुपर्दा शक्ति र अधिकारको हिसाबले सीडीओ ठूलो, सीडीओसँग नै समानव्य गरेर काम गर्नुपर्छ। यद्यपि प्रहरीको आन्तरिक सरुवा बरुवा र विभागीय कुराहरुमा भने प्रहरीको आफ्नो चेन अफ कमान्ड अर्थात आईजीपी सम्म हुन्छ। भन्नाले कुनै सीडीओले एसपी लाई त्यो जिल्लाको काम गर्न मात्रै कुनै अनुमति दिन सक्छ। बाँकी बात एसपी को सरुवा बरुवा र विभागीय कुराहरुमा सीडीओ को एक पनि चल्दैन। त्यो काम चाहिँ आईजीपी साहबले गर्नुहुन्छ। तसर्थ तुलनात्मक रूपमा हेर्दा सीडीओ नै जिल्लाको बस वा ठूलो अधिकारी हुन्। एसपी ले सधैँ सीडीओ सँग समानव्य गरेर काम गर्नुपर्छ। यद्यपि प्रहरीको आफ्नो शान र आफ्नो चेन अफ कमान्ड हुन्छ। यी दुवै पद देशको शान्ति र सुव्यवस्थाका लागि दुईवटा पंगुला जस्तो हो। एउटा बिना अर्को अधुरो छ। आशा छ यो भिडियोले तपाईको मनमा रहेको सीडीओ र एसपी सम्बन्धी भ्रम चरण सफल भएको होला। तपाईले यो दुवै पद मध्ये कुन पद सबैभन्दा बढी आकर्षक लागेछ? भिडियो मन पराएमा एउटा लाइक गरिदिनु होला र यस्तै जानकारीमूलक भिडियो हेर्नका लागि हाम्रा च्यानललाई सब्स्क्राइब गरी घण्टी बजाउनु होला। अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुस्। नमस्कार।